नमस्ते खामरी म टासी दिलेक स्वागत छ हजुरहरूलाई मेरो प्यारो गाउँ बिन्दु बस्तीमा। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। मलाई आशा छ म पनि एकदमै सन्चै छु। तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर अनि फलो गर्नु चाहिँ नभुल्नु होला है। भन्दै साथीहरु म चाहिँ आज चाहिँ मुस्रेली टिप्न आइरहेको छु हो। यहाँनिर छ मुस्रेलीको जाङ अनि उ तल पनि छ। कति चाहिँ पाकी छ हो, कति चाहिँ पाकेको छैन, हरियो हरियो रहेछ हो साथीहरु। अस्तिको मुस्रेली चाहिँ के भयो भनेदेखि चाहिँ तपाईहरुलाई पनि देखाएको थिएँ मैले। जुगा निस्किनु स्टार्ट भइसकेछ है साथीहरु। अस्तिको मुस्रेली चाहिँ के भयो भनेदेखि चाहिँ साथीहरु घाम नलागेर 2-3 दिन घाम नलागेर कुहिछ कि सबै कुहिछ। अनि त्यही भएर फेरि आज चाहिँ अर्को टिप्न आएको। आज त्यति साह्रो राम्रो घाम लागेको थिएन है। हिजो अस्तिको दिन चाहिँ मजाले चर्को लागिरहेको थियो घामहरु। फेरि हिजो र अस्ति चाहिँ म भ्याइन कि घरकै कामहरु यताउता गर्दाखेरि भ्याइन साथीहरु। अनि आज टिप्न आएको तर घाम आज पनि मधुरो छ है साथीहरु। अनि तपाईहरुलाई देखाउन लागि चाहिँ मैले यहाँनिर अघि टिपिरहेको थिएँ कि हेर्न सक्नुहुन्छ तपाईहरुले। हामीले चाहिँ यता मुस्रेली भनेर चिन्छ है। तपाईहरुले चाहिँ के भन्नुहुन्छ होला, के भनेर चिनिनुहुन्छ होला तपाईहरुले चाहिँ कमेन्ट गर्नु होला साथीहरु। कोही चाहिँ हेर्नुस् है मजाले पाकिरहेको रहेछ, हेर्दा पनि खम लाग्दो रहेछ हो साथीहरु। अमिलो गुलियो हुन्छ यो चाहिँ। म चाहिँ अचार लगाउनु लागि नि टिप्न आएको साथीहरु। एक कुनै चाहिँ यसरी किरा रे चराहरूले खाइछ हो। पाकेकोहरु चाहिँ सबै किराले किरा रे पाकेकोहरु चाहिँ सबै चराहरूले खाइछ नि त। अब म एक झोला टिप्नु पर्ने छ साथीहरु। यो बढी टिपेर लानुपर्छ। माथि रहेछ साथीहरु, कसरी टिप्ने होला भनेर सोच्दैछु। बाइ बाइ।